प्रिय विपिन भाइ, भावपूर्ण श्रद्धाञ्जली। हामीसँग आवाज मात्रै थियो, हामीसँग बोली मात्रै थियो। तिमीलाई सकुशल नेपाल फर्काउन हामीले हाम्रा आवाजहरू पटक पटक उठायौं। पटक पटक माइतीघर मण्डलाबाट हामी बोल्यौं, तर यो पवित्र भूमिमा, तिम्रो जन्मभूमिमा हामीले तिमीलाई फिर्ता ल्याउन सकेनौं। यदि तिमी शक्तिशाली देशको नागरिक हुँदो हौ त सायद आज ससम्मानपूर्वक रिहाई हुँदो हौ। हाम्रा आँखाहरू तिम्रा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका हुने थिए। हाम्रा हातहरू तिमीलाई स्वागत गर्न, तिमीलाई फूलमाला र खादा लगाउन तत्पर भएर बसेका हुने थिए। हामी अब कहिल्यै पनि तिमीलाई यो नेपालमा भेट्न पाउने छैनौं। तिमी जहाँ छौ, जुन ठाउँमा छौ, हार्दिक श्रद्धाञ्जली बाहेक मसँग भन्ने अरू कुनै पनि शब्द छैन। हामीसँग जे थियो त्यो आवाज, त्यो भोइस हामीले उठायौं, हामी सत्तासँग लड्यौं, तर सकेनौं।